हेलो गाइज वेलकम टु माई युट्युब च्यानल होइन। आज फेरि हामी पनि अर्को भिडियोमा रियाक्सन गर्नु गइरहेको छु, जुन चाहिँ हामीले यो अस्ति भर्खरै घटेको घटना हो होइन, रुकुमको जुन चाहिँ अहिले सत्य तथ्य फेरि एउटा आएको रहेछ, न्युज हिजो मात्रै आएको रहेछ। सो त्यो न्युज मैले हेर्दै क्रममा चाहिँ मैले यो भिडियो भेटाएको थिएँ, अनि सो यो भिडियोमा चाहिँ म रियाक्सन गर्नु गइरहेको छु है, जुन चाहिँ एकदमै लजात्मक कुरो हो होइन, जुन अझै पनि 21 सेन्चुरीमा आएर छुवाछुत प्रथाहरू होइन, यो जुन के अरे जातीय विभेदहरू छन् होइन, यी चिजहरूलाई चाहिँ यी चिजहरू एकदमै लजात्मक कुरोहरू हुन्। यस्तो घटनाहरूले गर्दा हाम्रो समाजमा नराम्रो इफेक्ट त परिरहेछ होइन गाइज। सो यो भिडियो चाहिँ हामी अब गर्नु गइरहेछौँ है, हेर्नु गइरहेछौँ गाइज। र के हुन्छ हामी भिडियो हेर्दै जाँदा गर्ने क्रममा प्रतिक्रिया दिउँला त गाइज है। सो हामी अगाडि हेरौँ। यो भिडियो चाहिँ मलाई खास गरी एकजना भाइले भनेको थियो, दाइ यो भिडियो हेर्नुहोस् अनि यो भिडियोमा रियाक्ट गर्नु नभनेको थियो। सो त्यही भएर म यो भिडियोमा चाहिँ रियाक्ट गर्नु गइरहेको छु है गाइज। बाँकेबाट हिजो हामी यहाँ आइपुग्दा, यहाँ जाजरकोटमा पुग्दाखेरि यहाँका पीडित परिवारसँग बुझ्दा र जुन मिडियामा आइरहेको खबर छ नि त्यसलाई बुझ्दा यसको बेग्लै देखियो। मिडियामा र यहाँका बासिन्दाहरूको बेग्लै छ। यहाँका बासिन्दाहरूको भनाइ र घटना प्रकृति हेर्दाखेरि अहिलेसम्म र गाइज होइन, मिडियामा जुन अहिले यो मिडियाहरू हुनुहुन्छ होइन, उहाँहरूको लागि एउटा कुरो के भने यहाँ जुन उहाँले भन्दै हुनुहुन्छ उहाँ चाहिँ उसकै अधिकृत के अरे दलितसँग अधिकृत हुनुहुन्छ। सो र गाइज यसमा चाहिँ मिडियाहरूले चाहिँ तपाईँहरू मिडियाहरू चाहिँ सत्य हो, सत्य तथ्य हो त्यो मात्रै छानबिन गरेर छाप्नु गर्ने होला है, पोस्ट गर्ने गर्नु होला। यो तपाईँहरूको यो मिडियामा उहाँले भन्दै हुनुहुन्छ मिडियामा एउटा कुरो निस्किरहेको छ र त सत्य तथ्य अर्को छ घटनास्थलको। सो गाइज एकदमै यो मिडियाहरू चाहिँ तपाईँहरू सत्य तथ्य मात्रै छानबिन गरेर मात्रै गर्नु होला है, न्युजहरू पोस्ट गर्नु होला। त्यो जसले चाहिँ हामी नै हो, मिडियै हो कि समाजमा धेरै कुराहरू फैलाउने होइन, समाजमा राम्रो कुराहरूदेखि लिएर नराम्रो कुराको सबैको भूमिका मिडियामै हुन्छ होइन। सो मिडियाले नै तपाईँहरूलाई धेरैजनाले हेर्नुहुन्छ होइन, धेरैजनाले माया प्रेम गर्नुहुन्छ। सही न्युज मात्रै छाप्ने गर्नु होला है, जसले गर्दा समाजमा नराम्रो नपरोस्, छाप नपरोस् है। हुन्छ गाइज हामी अगाडि हेर्दै जाउँ। हामीले चाहिँ जाजरकोट हुँदै यो रुकुमको सोती भन्ने वडा नम्बर 8 सोती भन्ने ठाउँसम्म घटना स्थलसम्मै पुगेर हामीले घटना प्रकृति हेऱ्यौँ, त्यहाँको स्थलगत अनुगमन गऱ्यौँ र त्यहाँका इलाका प्रहरी कार्यालयका इन्चार्जसँग पनि हामीले त्यहाँको सत्य तथ्य घटना के हो भनेर बुझ्यौँ। यो घटनालाई अहिलेसम्म हेर्दाखेरि हामीले यो यहाँबाट धुलै ल्याउने उद्देश्य र बोकेका जाजरकोटका जुन दलित 19 जना युवाहरू धुलै ल्याउने भनेर रुकुमको वडा नम्बर 8 सोती चौरजारी नगरपालिका वडा नम्बर 8 सोती भन्ने ठाउँमा पुग्दा त्यहाँका बासिन्दाहरूले बीच बाटोमै त्यो दुलैको घर अथवा त्यो सुषमा मल्लको घर नजिकै पुग्दा उनीले चाहिँ त्यहाँ जातीय विभेदको गाली गलोच गरी अनि त्यहाँ पूर्व तयारीकै साथमा बसिरहेको भन्ने यहाँका मान्छेहरूबाट हामीले यहाँका प्रत्यक्ष जुन यो यहाँका युवाहरू जुन दुलै ल्याउने भनेर के अरे नवराज जुन मृत्यु भइसकेको छ, नवराज बिकसँग गएका दलित भाइहरू उनीहरूले त्यो घटनाको विषयमा हामीले बुझ्दा उनले के भन्यो भनेपछि त्यहाँ चाहिँ पूर्व तयारीका साथ उनीहरू बसेका रहेछन् र हामी जाने बित्तिकै जातीय विभेदको गाली गरी हामीलाई के अरे यो डुम फेरि आइहाल्यो, अब यिनीहरूलाई मार्नुपर्छ भन्ने उद्देश्यका साथ घरेलु हतियार सहित ढुङ्गामुढा गर्दा उनीहरू चाहिँ भागेर आए। तपाईँ 10 गते र गाइज होइन, जुन अगाडि हेऱ्यौँ होइन, पहिले प्रि प्लानिङको साथ भनिरहेको छ नि गाइज होइन, पहिलेदेखि नै मेरो विचारमा नि गाइज त्यही हुनुपर्छ होइन, प्रि प्लानै हुनुपर्छ, किनभने एक्कासी त्यसरी कसैले नि घटना घटाउन सक्दैन। र गाइज अझै भिडियोहरू हेर्दैछौँ, जुन अहिले अब हामी हेर्दैछौँ उहाँ चाहिँ घटनास्थलबाट बाँचेर आउनुभएको व्यक्ति रहेछ होइन, उहाँको नि इन्टरभ्यूसँग जुन युवासँग जानुभयो नि, जस्तो नवराजसँगै, नवराजले तपाईँलाई के भनेर फोन गर्नुभएको थियो? उहाँले के भनेर फोन गर्नु र बेहुली ल्याउन जाने हो भनेर हामीलाई फोन गर्यो। भनेपछि बेहुली लिन जाने हो भनेर तपाईँलाई फोन गर्नुभयो, अनि त्यसपछि तपाईँहरू बेहुली लिन जाने हो भनिसकेपछि अनि तपाईँहरू यहाँबाट कति बजे निस्किनु भयो? 12:30 बजे, दिउँसो 12:30 बजे नि हजुर। दिउँसो 12 बजे निस्किनु भयो भनेपछि के भयो अलिकति भनिदिनुहोस् न, तपाईँहरू कसरी जानुभयो, केटीको घर पुग्नु भयो कि भएन, अनि त्यहाँ केटीको घरमा के कस्तो खालको व्यवहार भयो, के भयो भनिदिनुहोस् न हाम्रो दर्शकहरूलाई। के हुनु नि, हामी 19 दिन माथि गाउँमा गयौँ, गाउँमा जाने बित्तिकै अनि बेहुलीकी आमाले डुम भनेर आऊ भनिन्, हामी त्यहाँबाट गयौँ। त्यहाँबाट गइसकेपछि एकजना
मान्छेले चाहिँ हामीलाई के भन्यो भनेपछि तिमीहरू भाइहरू कहाँ जाने हो यहाँ रोको या हो भन्यो होइन सर काफल खाने जाने भनेर हामी गएको थियौँ भनेर उसलाई भन्यौँ हामीले सर हजुर काफल खान जाने भनेर भन्नुभयो उसलाई भन्यो उसले के भनेपछि रोको रोको एकछिन बस भने सर हामी बस्दिनौँ भनेर हामी तल गयौँ उसले चाहिँ के भनेछ भने उसले चाहिँ फोन गरिहालेछ सबै केटाहरूलाई उसले सबै केटाहरूलाई फोन गरिसकेपछि हामीलाई त्यो कुरो थाहा भएन हामी चाहिँ तल झरेर आएको थियौँ होइन तलदेखि तल बाटो झऱ्यौँ कति लाग्छ गाउँबाट तल बाटोमा झर्न कम्तीमा लाग्छ 15-20 मिनट लाग्छ 15-20 र गाइज है यो घटना हेर्दा चाहिँ मलाई लाग्दैन कि त्यहाँ 81 घटेको घटना हो है किनभने 15-20 मिनट नट अ जोक गाइज होइन जहाँ अब 15-20 मिनटमा भनेको थोरै समय त होइन धेरै हो तर पनि गाइज त्यो 15-20 मिनटमा त्यो घटना घटाउनु चाहिँ सम्भव छैन मेरो विचारमा गाइज हामी पनि आफूले फोन गर्छौँ भने फोन गर्दाखेरि त्यस्तो घटना घट्ने छ भने हामीले मान्छे भेला गर्नुभन्दा अगाडि हामी फोन गर्दाखेरि कति टाइम लाग्ला त होइन एकजना व्यक्तिलाई कल गर्दाखेरि हामी एटलिस्ट हामीले हाम्रो 1-2 मिनट त खेर फाल्छौँ होइन सो त्यही भएर अनि त्यत्रो व्यक्तिहरू भेला हुनु 81 भेला हुनसक्छ गाइज होइन कि आकाशवाणी आउनु पऱ्यो होइन ट्याकलालो घटना घटाउनु पऱ्यो भनेर आकाशवाणी आयो भने मात्रै त हो नत्र भने त सम्भव छैन गाइज होइन यो गाइज यो विषय लिएर चाहिँ प्रशासनले एकदमै गहिरो रूपमा अनुसन्धान गर्नु जरुरी छ होइन जुन चाहिँ एकदमै यो घटना चाहिँ घटाइएको हो होइन यो प्रि प्लान हो यो पहिल्यैदेखि रेडी भएर बसेका थिए होइन जसरी अब जुन अब बुझ्दै जाउँ अरू पनि भिडियोहरू जाउँ अनि लास्टमा प्रतिक्रिया दिउँला गाइज है अनि त्यसपछि के भयो त्यसपछि एउटा ढुङ्गामा हामी चाहिँ सबै 19 जना बस्यौँ अनि के भयो भनेपछि अब घर जाने प्लान हो बेहुली साउली नउठाउने कुरो प्लान भयो हामी त तल रोडमा अचानक गइरहेको थियौँ माथिदेखि हतियार सतियार सबै प्रयोग भयो त्यो फेरि चाहिँ अब को साथीहरू कता भाग्यो को साथीहरू कता भाग्यो त्यो भनेपछि हतियारहरू के प्रयोग भयो आँसी भयो दाउरा भयो ढुङ्गा भयो अनि सबै तपाईँलाई माथि डाँडाबाट ढुङ्गा प्रहार भयो हजुर अनि त्यसपछि तपाईँहरू त्यहाँबाट भागाभाग भयो हजुर भनेपछि तपाईँहरूको नजिकै तल पनि पुल छ माथि पनि पुल थियो तपाईँहरू त भेरीमा हाम फालेर मरेको हो भेरीमा हाम फालेर बेपत्ता हुने भएका हुन् अरू बाँच्ने बाँचे पौडी खेल्न नजान्ने चाहिँ मरे भन्ने कुरा चाहिँ के हो खासमा के भएको हो त्यहाँनिर भनिदिनुहोस् त के हुनु नि अब रोडमा सबै 19 जना गयौँ अब रोडमा जाँदाखेरि उता जाँदाखेरि पनि मान्छे घेरा लगायो पुल माथि जाँदाखेरि पनि घेरा लगायो पुल तल जाँदाखेरि पनि घेरा लगायो अनि अब लास्टमा भेरी जाने बाटो उपाय त्यति भयो अनि त्यसपछि को साथी भनेपछि र गाइज होइन जुन भनिएको छ होइन जुन भेरीको 2टा पुल त त्यतापट्टि जाँदाखेरि अब पहिलेदेखि घेरा लगाए भनेको छन् होइन भनेपछि गाइज यो सम्भव छैन त्यतिकै 81 हुनु सम्भवै छैन यो प्रि प्लान अभियसली प्रि प्लान हो गाइज यो पहिले रेडी हुन्छ नि होइन यहाँ त हामी यताबाट यसरी घेरा लाउने हामी यताबाट यसरी घेरा लाउने हामी यताबाट यसरी घेरा लाउनुपर्छ त्यो प्रि प्लान हो नि होइन गाइज अब यो 81 घटना होइन र यो अझै पनि गाइज होइन यो जुन जातीय विभेद गर्ने यो व्यक्तिहरू मान्छे नै होइन कि अझै हेर्दै जाउँ गाइज होइन र मेरो विचारमा यो अब जसरी त्यो घेरा लाएर यो उ गर्ने होइन यो कुनै गाइज होइन उ गर्ने लखाट्ने भन्दा पनि मार्ने लक्ष्यले नै यसरी गरिन्छ होइन त्यही भएको गाइज होइन अझै हेरौँ तपाईँहरूलाई दायाँ बायाँ जाने कुनै उपाय नै भएन भेरीमा हाम फाल्न बाहेक अरू उपाय नै भएन भेरीमा कतिजनाले हाम फाल्नुभयो तपाईँहरूले अब त्यो चाहिँ मैले आँखापट्टि चाहिँ देखिनँ सर अब भेरीमा चाहिँ हाम फालेको हुन् तर देख्नु त देखेँ अब मलाई चाहिँ हान्ने मारे पिटे को साथी कता गयो को साथी कता गयो केही पनि थाहा भएन त्यति बेला चाहिँ मेरो ज्यानको आफ्नै माया थियो सर तपाईँ कति वर्षको हुनुभयो अहिले क्या सिम्पलकै गाइज होइन उसलाई नै आफ्नो ज्यानको माया थियो होइन त्यही भएर नि उसले पनि त अब त्यो गरिरहने को कता गयो हेर्दैन होइन सबैजनालाई तपाईँलाई पनि आफ्नो ज्यानको माया हुन्छ नि मलाई पनि आफ्नो ज्यानको माया हुन्छ सबैलाई यस्तो घटना घट्ने स्थिति छ भने सबैलाई आफ्नो ज्यानको माया हुन्छ नि अभियसली हुन्छ होइन र उसले सिम्पल्ली भनिरहेको छ होइन उसलाई पनि आफ्नो ज्यानको माया थियो र अझ हेर्दै जाउँ 16 वर्ष भने तपाईँहरूका साथीहरू सबै तपाईँहरूकै उमेरको समूहको हुनुहुन्थ्यो अब जोस् मदेखि एजेटै 17, 18, 19, 20, 21 उमेरका हुनुहुन्थ्यो भनेपछि यो घटनामा तपाईँहरूले त्यो जस्तो त्यहाँको घटना हामीले पनि हेऱ्यौँ त्यो घटनामा चाहिँ 2टा भङ्गालो छ 2-3वटा भङ्गालो छ भेरीको तपाईँहरू त्यो सानो भङ्गालोहरू कसरी तर्नुभयो र के भयो त्यो तर्दाखेरि कहिलेकै घटना भनिदिनु न के हुनु नि उताबाट अब लखेर्दाखेरि हामीले चाहिँ अब भेरीमा चाहिँ यति उसमा चाहिँ हाम फालेर अब तर्यौँ मेन भेरी आउने बित्तिकै अब साथीहरू चाहिँ अब कतिजना साथीहरू हाम फाले त्यो थाहा पाएन हाम फाले चाहिँ देखेँ मलाई चाहिँ सुमातेर हामीहरू 5-6 जस्तो यहाँ चाहिँ हाम्रो साथीहरूले तपाईँहरू ग्याङ लिएर जबरजस्ती किन गएको हो सोध्नु पर्यो सर भनेर चाहिँ ग्याङ लिएर तपाईँहरू त्यहाँ केटीलाई जबरजस्ती त्यहाँ त्यसरी ग्याङ लिएर चाहिँ तपाईँहरू किन जानुभएको गाइज र यहाँनिर कुरो गरेको छ है ग्याङ लिएर चाहिँ केटीलाई किन
भेट्न जानुभयो भनेको छैन। जसले प्रश्न सोध्दै हुन्छ सायद त्यो पनि रङ छ नि होइन र। जुन व्यक्तिसँग सोध्दै हुनुहुन्छ त्यो त एकदमै रङ हो होइन। अब त्यो विषय लिएर त गाइज होइन आफैहरूले पनि छानबिन गर्नुपर्ने कुरोहरू हुन्छ होइन। र जुन मैले पनि अब आफैले 2-3टा भिडियो हेरेँ होइन, अरू पनि भिडियोहरू हेरेँ। अरू भिडियो हेर्दाखेरि मैले न्युजमा के थाहा भने केटी आफैले चाहिँ साथीहरू लिएर आउनु भनेर बोलाएको रहेछ होइन। भने यो जसलाई प्रश्न गरिन्छ त्यो त रङ हो। त्यो त केटीलाई सोध्नु पऱ्यो नि कि किन बोलाइयो होइन। अब उनीहरू त अब साथीहरू हो, एटलिस्ट जाउँ भनेपछि जो पनि गइन्छ नि। यसरी म केटी ल्याउनु लाग्यो भगाउनु लाग्यो ल जाउँ भनेपछि उनीहरू जान्छन् पनि, अभियसली जान्छ होइन। ल साथीको लागि जानुपर्छ भनेर उनीहरू गएको हुनुपर्छ मेरो विचारमा चाहिँ। मेरो ओपिनियन त्यो हो गाइज। यो प्रश्न जसलाई सोधिन्छ त्यो रङ हो होइन। र जे प्रश्न सोधिन्छ होइन त्यो पनि एकदम सोच विचार गरेर सोध्नुपर्ने कुरा हो होइन। किन 18-19जना गइयो भनेर अब उनीहरूलाई के थाहा नि। जाउँ भनेपछि जो पनि गइहाल्छ नि, जाँदैन र। एटलिस्ट मलाई फोन गरेर ल यस्तो हुँदैछ जाउँ भने म पनि जान्छु। त्यही हो। अगाडि हेरौँ गाइज। अब ब्याउलीले चाहिँ ब्याउलालाई फोन गरेर चाहिँ मलाई चाहिँ लिन आउनु पऱ्यो भने चाहिँ अनि ब्याउलाले चाहिँ हामीहरूलाई चाहिँ भिरो केटाहरू ब्याउली ल्याउनु जानुपर्छ भनेर चाहिँ त्यो ऊ एक्लै किन गएन लिन जाँदाखेरि? किन त्यसले ग्याङ लिएर गयो सर? त्यो कुरो हामीलाई त्यसको उत्तरको क्वेसन हामीलाई ब्याउलाले हामीलाई दिएन सर। होइन भनेपछि तपाईँले साथी हो जाम भन्नुभयो। अब दाइ हो आफ्नो साइनो लगाएर दाइ हो। अब दाइले भनिसक्यो अब जाउँ भन्ने कुरो हो, त्यही भएर चाहिँ हामी गएको। भनेपछि त्यो घटना अलिकति भेरी तर्दाखेरिको घटनालाई भनिदिनुहोस् न के भन्नु? भेरी तर्दा यो घटना के हुनु नि अब बग्ने चाहिँ बगेर तपाईँसँगै तरेका कतिजना तपाईँसँगै तर्नु भएको थियो र कतिजना तपाईँहरू पारी तर्नुभयो र कतिजना बेपत्ता हुनुभयो? त्यो चाहिँ सर मलाई थाहा भएन। त्यो चाहिँ अब हाम फाल्यो होइन। भेरीमा कतिजनाले फाल्यो त्यो थाहा भएन मलाई। म चाहिँ अब भेरीमा हाम फाल्दा चाहिँ मलाई चाहिँ सुमातेर यता ल्याएर सुरुमा चाहिँ अब भनेपछि तपाईँ भेरी तर्न पाउनु भएन? मलाई चाहिँ भेरी 80सम्म गएको थियो। म चाहिँ मलाई चाहिँ लताएर भने भेरी कतिसम्म जानुभएको थियो? 80सम्म कम्मरसम्म जाँदाखेरि तपाईँलाई यता तानेर ल्याए। भनेपछि पारी कतिजनाले तरे? पारी 5 जनाले तरे। 5 जनाले तरे। अरू अब के भयो अब हुन्छ नि अब वरिपरि ढुङ्गा मुरियल गरेर राखे मान्छेहरूले। उनीहरूलाई अब ढुङ्गाले मार्या हो कि अब तल छोपेर मार्या हो कि त्यो तपाईँ सर। मलाई चाहिँ सुमातेर मलाई झ्यामझुम हाँसीले अब ढुङ्गाले दाउराले हान्दाखेरि म चाहिँ बिहोस भएँ। गाइज चाहिँ हेर्ने हो भने होइन यो व्यक्ति चाहिँ के भएको रहेछ भन्दाखेरि उसलाई चाहिँ समातेर ल्याएर पिट्ने क्रममा जस्तो कि उसलाई चाहिँ प्रहार गर्ने क्रममा चाहिँ ऊ चाहिँ बिहोस भएको कारणले उसलाई चाहिँ ऊ चाहिँ बाँचेको रहेछ होइन। न त मऱ्यो भनेर छोडिदियो होला सायद मेरो विचारमा चाहिँ। नत्र त्योभन्दा अगाडि चाहिँ ऊ पनि के अरे ऊ पनि यदि त्यस्तो नभएको चाहिँ ऊ पनि मर्ने थियो होला होइन मेरो विचारमा होइन। ऊ पनि बेहोस नभएको अब उसलाई पनि मार्ने नै उ गरेर हानेको होला। अब त्यत्रो ढुङ्गा मुढा अब त्यत्रो दाउराले अब हाँसीले हान्नु भने जोक होइन गाइज होइन। मार्छु नै भनेर हानेको होला। तर पनि ऊ चाहिँ बेहोस भयो र बेहोस भएपछि उसलाई चाहिँ मऱ्यो होला भनेर छोडिदिएको हुनुपर्छ मेरो विचारमा चाहिँ गाइज। ऊ चाहिँ पछि अनि बिउजेर चाहिँ हाल्नुपर्छ। अरू हेर्दैछौँ गाइज। तपाईँ बेहोस हुनुभयो अनि ऊ औषधि उपचार गरियो कि गरेन? तपाईँ गरियो, एक्सरे भिडियो एक्सरे भयो सबै गरेको हो। भनेको तपाईँको उपचार कहाँ भयो? रुकुममा भयो। रुकुम चौरजारीमा भयो। भनेपछि अहिले तपाईँ कहिले घर आउनुभयो? हिजो आउनुभयो घर होइन? जस्तो यहाँ चाहिँ यो घटनामा चाहिँ केटीले आफै बोलाएर फसाएको हुनसक्छ, केटीले फसाई भन्ने कुरा चाहिँ के छ? यो के हो? केटीसँग तपाईँहरूको त्यहाँ जाने बेला भेट भयो कि भएन? बाटोमा फोनमा कुराकानी भयो कि भएन? बाटोभरिमा जाँदाखेरि केटाले के गर्यो? केटीसँग सम्पर्क भयो कि भएन? त्यस्तो के बुझ्नुहुन्छ तपाईँले? त्यो चाहिँ हल्का बुझेर आउँछ सर मैले होइन। अब केटीले चाहिँ अब पुलमा जाने बित्तिकै सबै केटाहरूको भेट भइसकेपछि चाहिँ ब्याउलाले चाहिँ फोन गरेछ। साइडमा फोन गयो होइन। अब उनीहरूको कुरो के भयो त्यो फोन चाहिँ गरे हो सर होइन। अब के भएछ अब ब्याउलीले पक्का भने अब बोलाइ चाहिँ रहेछ त होइन। भने चाहिँ तपाईँहरूको बाटोमा जाँदाखेरि केटीको पनि फोन आइरहेको थियो? त्यो चाहिँ मैले देखेन चाहिँ सिधै हाम्रो भेट हुने बित्तिकै अब ट्याक्कै अब उता दाजुहरूको केटाहरू र यहाँको केटाहरू जाने बित्तिकै भेट भयो तल्लाको पुलमा। अनि उसले चाहिँ साइडमा गएर फोन गर्यो तर के कुरा गर्यो त्यो थाहा भएन। हामीलाई भने कि हिरो त म फिक्स भइसक्यो। भनेपछि तपाईँहरू कुनै नसामा जानु भएको थियो या त थिएन कि तपाईँहरू त्यतिकै तपाईँहरूले हात हतियार बोक्नु भएको थियो या तपाईँहरूले प्रतिकार गर्नु भएको थियो? के थियो त त्यो स्थिति? हामीले कोहीले पनि नसा प्रयोग गरेको थियौँ सर। उल्टै उनीहरूले मापासी गरिकन हामीलाई हाने हुन्छ। उनीहरूले नै उल्टो मापास? हजुर एकदमै। जस्तो यो थप यो अब जस्तो 3 जनाको लास अझै पनि भेटिया छैन। यहाँ तपाईँहरूकै आफन्तरी हुनुहुन्छ, तपाईँहरू घर नजिकै हुनुहुन्छ, के भन्नुहुन्छ? अरू के भन्नु छ? के भन्नु नि अब उनी 3 दिनलाई पनि अब धेरै अब बगाउँदै ल्यायो सर अब होइन। वरिपरिबाट ढुङ्गा मुरियल गर्थे। अब 3-4 जना चाहिँ भेरीमा पछि पनि सकेको छ मान्छेहरू। उनीहरूलाई अब सुमातेर हाने कि अब भेरीमा आफै बग्यो कि अब कसरी के भयो चाहिँ त्यो चाहिँ मलाई थाहै भएन सर। भनेपछि तपाईँ बेहोस हुनुभयो, तपाईँलाई समातेर यता ल्याइयो। अरू केटाहरूलाई पुलिस आएको थियो कि थिएन तपाईँलाई त्यहाँ गर्दाखेरि? पुलिस कतिखेर आइपुग्यो?
पुलिस सर होइन पुलिस चाहिँ सुरुमा हामीलाई 6-7 झापड 10-12 झापड हानिरहेको थियो त्यसपछि पुलिस आएको थियो त्यस पछाडि पुलिस आएको थियो एउटा असै मात्रै आएको थियो रोडबाट हेरिरहेको थियो सिटी मार्यो कोही मान्छेले पनि गुनेन उसलाई कोही मान्छेले गुनेन हामीलाई हानिरहेको थियो लास्टमा पुलिस आउँदाखेरि बल्ल उनले हामीलाई छोड्यो र गाइज होइन यस्तो रहेछ कुरोहरू चाहिँ घटना चाहिँ यसरी घटिया रहेछ होइन घटना घटिया के भन्नु घटाइएको हो यो होइन र सिम्पल कुरोहरू छ गाइज यसमा चाहिँ जुन व्यक्तिले गरिरहेको काम कुरोहरू एकदमै यो जुन व्यक्तिहरू छन् यसमा यो अपराधीहरू जुन संलग्न छन् यिनीहरू चाहिँ एकदमै ठुलो हो होइन यिनीहरूलाई चाहिँ ठुलो धेरै कडाभन्दा कडा कारवाही गर्नुपर्छ होइन यिनीहरूलाई चाहिँ छोड्नु चाहिँ हुँदैन गाइज होइन यस विषय लिएर चाहिँ म के भन्न चाहन्छु भने हाम्रो सरकार हाम्रो गभर्मेन्टले पनि हाम्रो सरकारले पनि उनीहरूको पनि ध्यान आकर्षण होस् होइन यो 21 सेन्चुरीमा आएर जुन यस्ता घटनाहरू घटाइरहेको छन् यो राम्रो होइन एकदमै यो घृणित एकदमै लज्जास्पद घटनाहरू हुन् होइन एकदमै लाजमर्दो घटना हो नि गाइज यो अहिले 21 सेन्चुरीमा आएर यो जातीय विवादहरू छन् अझै पनि भनेपछि यो विकट एरियाहरूमा अझै पनि हाम्रो यस्तो जातीय विवादहरू छन् गाइज होइन यो विषय लिएर म के भन्छु भने यसलाई चाहिँ एकदमै कडा रूपमा छानबिन हुनुपर्छ होइन यो विषय लिएर म यही भन्छु गाइज र जुन यो व्यक्तिहरू छ यिनीहरूलाई चाहिँ एकदम कडाभन्दा कडा कारवाही क्या गाइज यो अरूले पनि सोच्नु पऱ्यो नि होइन अब अरूले पनि सोच्नुपर्छ कि अरूले पनि यो काम गर्नुभन्दा अगाडि सोचोस् कि उनीहरूको दिमागमा यो होस् कि ओहो हामीले चाहिँ यस्तो गर्नुहुन्न भन्ने उनीहरूको दिमागमा होस् न होइन त्यो मेरो भनाइ चाहिँ मेरो ओपिनियन चाहिँ त्यो हो गाइज होइन यिनीहरूलाई छोड्नु चाहिँ हुँदैन यिनीहरूको निम्ति अलग्गै कानुन बनाइनुपर्छ कि यिनीहरूको निम्ति कारवाही पनि कडा होस् क्या त्यो ल्याउने थुन्ने छोड्ने द्याट एउटा ऊ मात्रै भन्यो होइन र गाइज यिनीहरूलाई चाहिँ पुरै रूपमा यिनीहरूलाई कारवाही हुनुपर्छ र गाइज मेरो भनाइ चाहिँ त्यही हो र यिनीहरूको यस्तोसम्म कारवाही होस् क्या होइन पुरै ब्लेडले चिरेर होइन त्यसमा नुन खोर्सानी दल दिने त्यस्तो कारवाही भयो चाहिँ अलिक सुधार लाग्यो नत्र भन्छ गाइज होइन म यो विषय लिएर के भन्छु भने यस्तो अझै पनि हाम्रो देशमा यो चिज हुनु भनेको 21 सेन्चुरीमा आएर लाज लाग्छ होइन गाइज हामीले सुन्दा पनि लाज लाग्छ यस्तो अपराधीहरूलाई छोड्नुहुन्न कडाभन्दा कडा छानबिन चाहिँ हुनुपर्छ यसको र भित्री गहिरो रूपमा हाम्रो प्रशासनले पनि छानबिन गर्नु जरुरी छ र यो घटनामा अब त्यही हो अब त्यतिकै प्रिप्लान नभएको त हुँदैन अब केटीले पनि किन बोलायो त्यो विषय लिएर अब साथीहरूसित किन बोलाउने कसरी थाहा पायो उसको आमा बाउले त्यो गाइज होइन र यो विषय लिएर अझै पनि भिडियोहरू आएको छ नि अझै पनि रियाक्सन गरौँला होइन गाइज यदि तपाईँलाई हाम्रो भिडियो मन परेमा होइन लाइक सब्सक्राइब गरेर कमेन्ट गर्नु नबिर्सिनु होला सेयर गर्नु नबिर्सिनु होला है गाइज किप सपोर्टिङ है र यसरी हामी अझ पनि भिडियोहरू रियाक्ट गर्नेछौँ होइन यो भिडियो चाहिँ एकदमै जनचेतना फैलिनु जरुरी छ होइन व्यक्तिमा यो जनचेतना फैलिनु जरुरी छ यस्तरी घटना घट्नु एकदमै नराम्रो हो होइन गाइज ल गाइज यो भन्दै अहिलेलाई यति नै